निन्द्रा लाग्दैन, खाना खायो एकछिनपछि भोक लाग्छ, जति खाना खाए पनि शरीरमा लाग्छ कि इनर्जी नै छैन जस्तो, सधैँ अल्छी लाग्छ सुतिरहने, तर फेरि निन्द्रा लाग्नु छैन, यत्तिकै छटपटी हुन्छ, मुटु ढुकढुक ढुकढुक गर्छ, डर लागे जस्तो हुन्छ, कुनै ठुलो कुरा छैन तर सानो कुरा छ तर पनि सोचाइ आइराख्छ। यस्तो किन हुन्छ त? यो सबै म्याग्नेसियमको कमीले गर्दा यो समस्या देखिराखेको हुन्छ। तर हामीलाई लाग्छ कि यो मलाई अरू नै रोग लाग्यो, ल के भयो, बर्बाद भयो जस्तो हामीलाई फिल भइराखेको हुन्छ। त्यो केही होइन, त्यो सामान्य हो है। चिन्ता नगर्नुहोस्, हजुरको शरीरमा मिनरल्सको कमीले गर्दा चाहिँ त्यस्तो भइराखेको है। म्याग्नेसियम ग्लाइसिनेट त्यसको सबैभन्दा राम्रो र ठिक मिनरल हो है। म्याग्नेसियम ग्लाइसिनेट हजुरले यो सप्लिमेन्टको बारेमा त नाम धेरै सुन्नुभएको होला। त्यो जहाँ पाइन्छ म्याग्नेसियमको सप्लिमेन्ट ल्याएर हजुरले डेली खानु होला। यदि समस्या धेरै छ बिहान बेलुका खानु होला, समस्या ठिकै छ दिनमा एकचोटि खानु होला, अथवा खासै समस्या छैन भने कहिले कसो अथवा एक दिन बिराएर हजुरले यो म्याग्नेसियमको सप्लिमेन्ट खानुभयो भने हजुरलाई पछिसम्म पनि यसले एकदम हेल्दी हुन मद्दत गर्छ। कसैलाई यसले चाहिँ धेरै नै समस्या दिइराखेको हुन्छ, उपचार गर्न गए निकै हुँदैन, के भयो बेथै पत्ता लाग्दैन होइन, समस्या नै के हो थाहा हुँदैन चेक गर्दा। त्यसैले यस्ता खालका लक्षणहरू देखिरहेका छन् भने चाहिँ हजुरलाई म्याग्नेसियमको कमी हो, हजुरले यसरी बुझ्नु पर्यो। अब कहाँ पाइन्छ, कसरी किन्ने, खाने, त्यो अहिले जताततै हजुरले अनलाइनमा खोज्न सक्नुहुन्छ, कन्ट्याक्ट गरेर ल्याएर खानुहोला। र आफ्नो आफन्तहरू कसैलाई त्यस्तो खालको समस्या देखिएको जस्तो लाग्छ भने उहाँहरूलाई पनि यो भिडियो सेयर गरिदिनु होला। र आफूलाई त्यो कुनै समस्या देखिएको छ, हजुरलाई नै समस्यामा पर्नु भएको छ भने पनि प्लिज कमेन्ट गर्नुहोला। र एकचोटि खाएर आइसकेपछि मलाई पनि एकचोटि हजुरको गुनासो सुनाइदिनु होला कमेन्टबाट है त। र यस्तै स्वास्थ्य सम्बन्धी जानकारीको लागि चाहिँ मलाई फलो पनि गर्नु।